नमस्कार, म सोभिता गौतम, कानुन न्याय तथा संसदीय मामिला मन्त्री। तपाईहरुले पठाउनु भएको सुझाव र गुनासोहरू प्राप्त भएका छन्। तपाईले पठाउनु भएका तिनै सुझाव र गुनासोहरूलाई प्राप्त गरेर संकलन गरेर वर्गीकरण गरेर तिनलाई आवश्यक काम कारबाहीको लागि अगाडि बढाउने कामहरू नियमित रूपमा भइरहेको छ। उदाहरणको लागि यो फोल्डरमा तपाईहरुले पठाउनु भएको अनलाइनबाट प्राप्त गुनासोहरू हुन्। यो फोल्डरमा तपाईले पठाउनु भएको अनलाइनबाट प्राप्त गुनासो जुन सम्बोधनको क्रममा छ यसमा राखेका छौं। यो फोल्डरमा चाहिँ हामीले समाधान गरिसकेका गुनासोहरू राखेका छौं। यसरी तपाईले सुझाव वा गुनासोहरू पठाउनु भयो भनेदेखि नियमित रूपमा तिनलाई संकलन गरेर वर्गीकरण गरेर जे गर्नुपर्ने हो त्यो काम कारबाहीको लागि हामीले अगाडि बढाउने गरेका छौं। जस्तो उदाहरणको लागि कतिपय सुझावहरू यस्ता हुन्छन् जसको लागि थप अध्ययन चाहिन्छ। थप अध्ययन गरेर त्यसलाई चाहिँ कानुन निर्माणसँग जोड्न सकिन्छ। कतिपय विषयवस्तुहरू तत्काल गर्न सकिने किसिमका हुन्छन्, तिनलाई पनि हामीले सहजीकरण गर्ने कामहरू गरिराखेका हुन्छौं। अब हाम्रो मन्त्रालय चाहिँ विशेष गरी कानुन निर्माणसँग जोडिएको मन्त्रालय भएको कारणले गर्दा धेरै सुझावहरू नीति निर्माणसँग जोडिएका सुझावहरू हामीले आउँछन् र तिनलाई चाहिँ हामीले थप अध्ययनको लागि आवश्यक काम कारबाहीको लागि अगाडि बढाउँछौं। उदाहरणको लागि एउटा सुझाव प्राप्त भएको छ, जातीय छुवाछुतलाई शून्य सहनशीलताको नीति कार्यान्वयन गर्नको निम्ति दलित एकीकृत कानुन निर्माण गर्नुहोस् है भनेर एउटा सुझाव पठाउनु भएको छ। त्यस्तै जाजरकोटबाट कानुनी सहायता प्रदान गर्नको निम्ति चाहिँ यी काम गर्न सकिन्छ है भनेर सुझावहरू प्राप्त भएका छन्। तपाईलाई म भनौं, हाम्रो मन्त्रालयमा अहिले निशुल्क कानुनी सहायता कसरी प्रदान गर्न सकिन्छ, त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर एउटा कानुन बनाउने कामहरू भइराखेको छ। मस्यौदा तयार भइसकेको छ। निकट भविष्यमा हामी संसदमा लगेर यो विषयवस्तुहरू टुङ्ग्याउँछौं। कानुन निर्माण हुन्छ र निशुल्क कानुनी सहायता सबैको सर्वसुलभ पहुँचमा पुर्याउनको निम्ति हामीले त्यो काम पनि गरिराखेका छौं। हाम्रो मन्त्रालयमा विशेष गरी यी नीतिगत विषयहरू नै प्राप्त हुने भएका कारणले गर्दाखेरि नियमित रूपमा कसैले समस्या लिएर आइहाल्यो भनेदेखि तत्काल समाधान गर्ने त त्यो एउटा पाटो भयो। तर युगौं युगसम्म पनि ती समस्याहरू अर्को व्यक्तिले त्यस्तै प्रकृतिका समस्याहरू भोग्नु नपरोस् भन्नको लागि कानुन निर्माण गर्ने र सधैँको लागि ती समस्याहरू समाधान गर्ने कामहरू हाम्रो मन्त्रालयले गर्छ। अलिकति समय लाग्छ तर दिगो र व्यवस्थित किसिमको कानुन निर्माण गरेर जनतालाई सहजता प्रदान गर्ने काम दायित्व हाम्रो भएको कारणले हामी त्यही स्पिडमा अगाडि बढिरहेका छौं। तपाई पनि हाम्रो मन्त्रालयसँग जोडिन चाहनुहुन्छ, सरकारसँग जोडिन चाहनुहुन्छ, सुझाव वा गुनासो पठाउन चाहनुहुन्छ भने दुईटा बाटो। एउटा चाहिँ हेलो सरकार जुन नियमित रूपमा तपाईहरुले पहिला पनि विगतको सरकार हुँदाखेरि पनि पठाइरहनु भएको थियो। अब विगतको सरकारले ती सुझाव गुनासोहरूलाई कतिको कार्यान्वयन गर्यो गरेन, कतिको काम गर्थ्यो गर्थेन त्यो तपाईहरुको हिजोको अनुभव होला। तर अहिले चाहिँ तपाईले पठाउनु भएको हरेक सुझाव हरेक गुनासो हेलो सरकारबाट सम्बन्धित निकायहरूमा पठाएर समाधान गर्ने काम एकदमै सक्रियतापूर्वक द्रुत गतिमा हामीले गरिराखेका छौं। अर्को चाहिँ हाम्रो मन्त्रालयसँग सम्बन्धित नितान्त हाम्रो विषय छ भनेदेखि हाम्रो मन्त्रालयको वेबसाइटमा गएर सुझाव र गुनासोहरू तपाईले पठाउन सक्नुहुन्छ। तिनलाई हामीले यसरी संकलन गरेर वर्गीकरण गरेर आवश्यक काम कारबाहीको लागि हामी अगाडि बढाउँछौं। हामीसँग जोडिरहनुहोस्, किनभने हाम्रो उद्देश्य नै अहिले जनतासँग एकदमै नजिकमा रहेर काम गर्ने हो। तपाईहरुले नै पठाउनु भएको सुझाव र गुनासोहरूलाई नै केन्द्रमा राखेर तिनैलाई आधार बनाएर हामीले काम गर्ने भएका कारणले गर्दाखेरि तपाईहरुको सुझाव निकै अमूल्य छन्। हामीसँग जोडिरहनुहोस्, यति भन्नलाई म तपाईहरुसँग जोडिन आएको। हवस् त, धन्यवाद।